Hello everyone, Assalamu alaikum. I hope everyone is fine. अहिले रातिको अराउन्ड 12 नै बजिसक्यो, 1 मिनट बाँकी रहेछ। एन्ड देन एउटा कुरा दिमागमा आयो, एउटा थट्स सो सेयर गर्न मन लाग्यो। लाइफमा कतिपटक हुन्छ नि निन्द्रा लागिरहेछ न अलिक टेन्सनले गर्दाखेरि। सो लाइफमा धेरै टाइम भइरहन्छ के, स्पेसली कर्पोरेट जब्सहरू गर्दाखेरि, फ्यामिली जब सबै कुरासँगै ह्यान्डल गर्दाखेरि अनि गिभ यर बेस्ट एभ्रिथिङमा होइन। अनि त्यहाँबाट चाहिँ त्यो रिटर्न नआइसकेपछि, त्यो एउटा सेटिस्फ्याक्सन नआइसकेपछि एन्ड देन यु फिल कि होइन त्यो आफ्नो प्रोफेसनल लाइफ युआर सराउन्डेड बाई सो मेनी हुन्छ नि त्यो नेगेटिभ पिपल, नेगेटिभ थट्स होइन। अब देन यु क्यानट मेक अ डिसिजन कि अब मैले के गर्दा राम्रो, कसको माथि ट्रस्ट गर्दा राम्रो, हु इज समवन जोसँग तपाईँले आफ्नो मनको कुरा गर्न सक्नुहुन्छ। यर क्युरियोसिटी, यर क्रिएटिभिटी स्टार्ट्स डाइङ इनसाइड यर सेल्फ। आई डोन्ट नो सबैलाई यो फिल हुन्छ कि हुँदैन, तर यो फिल एकदमै पेनफुल हुन्छ। के गर्ने के नगर्ने, कसरी, हाउ यु मेक यर लाइफ इजियर, यर फ्यामिली लाइफ इजियर। टेकिङ द डिसिजन इज भेरी डिफिकल्ट। यदि यसमा कसैको के सल्युसन हुन्छ भने होला, अथवा यस्तो एक्सपिरियन्स छ भने सेयर गर्नु होला। थ्याङ्क यू, बाई।